नमस्ते। कहिलेकाहीँ धितो राखेको सम्पत्ति लिलाम गर्नुपर्ने अवस्था आउँछ। यस्तो बेलामा त्यो सम्पत्तिको सही मूल्य कसरी तोकिन्छ होला? यो एउटा निकै महत्त्वपूर्ण प्रश्न हो र यसको जवाफ एउटै शब्दमा लुकेको छ, पञ्चकृत मूल्य। आउनुहोस्, आज हामी यसैको बारेमा अलिक गहिरेर कुरा गरौँ। हो, हाम्रो आजको छलफलको मुख्य प्रश्न नै यही हो। एकातिर ऋण लिने व्यक्तिको सम्पत्ति जोखिममा हुन्छ भने अर्कोतिर ऋण दिने संस्थाको लगानी। यस्तो अवस्थामा दुवै पक्षलाई न्याय हुने गरी त्यो सम्पत्तिको उचित मूल्य कसले र कसरी तय गर्छ त? आजको हाम्रो यात्रामा हामी सबैभन्दा पहिले पञ्चकृत मूल्य भनेको के हो भनेर बुझ्नेछौँ। त्यसपछि यो कसरी निर्धारण हुन्छ भन्ने प्रक्रिया हेर्नेछौँ र अन्त्यमा यसको महत्त्व के छ र यसले कसरी निष्पक्षता सुनिश्चित गर्छ भन्ने बारेमा कुरा गर्नेछौँ। ल, सुरु गरौँ हाम्रो पहिलो खण्डबाट, पञ्चकृत मूल्य। यो शब्द सुन्दा अलि प्राविधिक जस्तो लाग्न सक्छ, तर यसको अवधारणा एकदमै सरल र समुदायसँग जोडिएको छ। सहकारी कार्यविधिले यसलाई कसरी परिभाषित गर्छ भने, पञ्चकृत मूल्य भनेको धितो राखिएको सम्पत्तिमा स्थलगत रूपमै गएर मूल्याङ्कन गरेपछि तयार पारिएको एउटा प्रतिवेदन हो। तर यहाँ सबैभन्दा रोचक कुरा के छ भने, यो मूल्याङ्कन कुनै एउटा व्यक्तिले होइन, बरु स्थानीय निकायको प्रतिनिधि र कम्तीमा 5 जना स्थानीय भद्र भलाद्मीहरू मिलेर गर्छन्। हो, यसलाई एकदमै सरल भाषामा भन्नुपर्दा यो अरू केही नभएर स्थानीय समुदायले नै प्रमाणित गरेको मूल्य हो। किनभने त्यो ठाउँ, त्यहाँको बजार र सम्पत्तिको वास्तविक अवस्थाबारे सबैभन्दा राम्रो ज्ञान कसलाई हुन्छ? त्यहीका मानिसहरूलाई, होइन र? हो, उनीहरूले नै यो मूल्य निर्धारण गर्छन्। त्यसो भए यो मूल्य निर्धारण आखिर गरिन्छ चाहिँ कसरी त? यो पूरै प्रक्रियालाई पारदर्शी बनाउनका लागि केही निश्चित चरणहरू तय गरिएका छन्। आउनुहोस्, ती चरणहरू के हुन् एक एक गरेर हेरौँ। यो प्रक्रिया 4वटा सिधा चरणमा पूरा हुन्छ। पहिलो, सहकारीको टोली त्यो सम्पत्ति भएकै ठाउँमा पुग्छ। दोस्रो, त्यहाँका स्थानीय प्रतिनिधि र बासिन्दाहरूलाई भेला गराइन्छ। तेस्रो, सबैजना मिलेर त्यो सम्पत्तिको हालको बजार मूल्य कति होला भनेर सहमति गर्छन् र अन्त्यमा कम्तीमा 3 जना साक्षीको उपस्थितिमा एउटा आधिकारिक रिपोर्ट अर्थात् मुचुल्का तयार पारिन्छ। यहाँ हेर्नुस् त, यो प्रक्रियामा को सहभागी हुन्छन्? जनप्रतिनिधि, स्थानीय प्रतिष्ठित व्यक्तिहरू, त्यहीका बासिन्दाहरू अनि सहकारीको टोली। यसले के देखाउँछ भने यो मूल्याङ्कन कुनै बन्द कोठामा हुँदैन। यो त पूरै समुदायको अगाडि खुला र पारदर्शी रूपमा सम्पन्न हुन्छ। ल, हामीले यो के हो र कसरी निर्धारण हुन्छ भनेर त बुझ्यौँ। तर सो वाट? यसको वास्तविक महत्त्व के हो त? किन यो प्रक्रिया यति धेरै महत्त्वपूर्ण छ? कुरा के हो भने, यो पञ्चकृत मूल्य केवल एउटा अनुमान वा सुझाव मात्रै होइन। यो त सिधै लिलामीको आधिकारिक सुरुवाती मूल्य बन्न जान्छ, जसलाई डाक मूल्य पनि भनिन्छ। हो, तपाईले ठिक सुन्नुभयो। समुदायले जुन मूल्य निर्धारण गर्छ, लिलामीको बोली त्यहीबाट सुरु हुन्छ। यो एउटा एकदमै शक्तिशाली प्रावधान हो जसले सम्पत्तिको अवमूल्यन हुनबाट रोक्छ। यो प्रक्रियाले मुख्य गरी 3वटा कुराको सुरक्षा गर्छ। पहिलो, ऋण लिने व्यक्तिको सम्पत्ति कौडीको भावमा लिलाम हुन पाउँदैन। दोस्रो, ऋण दिने संस्थाको लागि पनि पूरै प्रक्रिया पारदर्शी हुन्छ। र तेस्रो, यो मूल्य कहिल्यै पनि सरकारले तोकेको न्यूनतम मूल्याङ्कनभन्दा कम हुन सक्दैन। यो त सबै पक्षको लागि एउटा सुरक्षा कवच जस्तै हो। अब हामी हाम्रो विश्लेषणको लगभग अन्त्यमा आइपुगेका छौँ। यी सबै कुराहरूलाई समेटेर एउटा निष्कर्ष निकालौँ न त। सारमा भन्नुपर्दा, यो पूरै प्रक्रियाको उद्देश्य लिलामी जस्तो संवेदनशील र कठिन परिस्थितिमा पारदर्शिता र स्थानीय विश्वास कायम राख्नु हो। मतलब, यो केवल एउटा वित्तीय नियम मात्र होइन, यो त सामाजिक विश्वासको आधार पनि हो। त्यसो भए आज हामीले के सिक्यौँ त? मुख्य कुराहरूलाई फेरि एकपटक हेरौँ। पञ्चकृत मूल्य समुदायमा आधारित एउटा अद्वितीय मूल्याङ्कन विधि हो। यसले लिलामीको लागि एउटा निष्पक्ष र पारदर्शी सुरुवाती बिन्दु तोक्छ। यसले ऋण लिने र दिने दुवैको हितलाई सन्तुलनमा राख्छ र यो सबै स्थानीय ज्ञान र सहमतिमा आधारित हुन्छ। खैर, अन्त्यमा एउटा प्रश्न छोडेर जान चाहन्छु। के लाग्छ, यसरी समुदायलाई नै सहभागी गराएर गरिने मूल्याङ्कनको प्रक्रिया अरू वित्तीय वा कानुनी क्षेत्रमा पनि उपयोगी हुन सक्ला त? यो एउटा निकै सोचनीय विषय हो। आजको लागि यति नै। धन्यवाद।